खानपिन भएर हामी चाहिँ कल्डिस नरेश्वर अलि के भयो नरेश्वरलाई हो भित्र गए मान्छेले नि खाना साना भइसक्यो अब टक्क त्यहाँदेखि लागिन्छ है त है यहाँको चाहिँ खाना चाहिँ मिठो लाग्यो कस्तो लाग्यो खाना तँलाई खाना चाहिँ तीन थाल चाहिँ खाइयो कस्तो लाग्यो सन्देशलाई यहाँको खाना तपाईँहरू यसो खुमै डाँडा भिजिट गर्न आउनुभएछ भने यो ठ्याक्क यो के भन्छ यो होटेल पिस हेभनमा आएर चाहिँ एक साग खाना मिठो खाना खान चाहिँ नभुल्नु होला यहाँदेखि माथि चाहिँ कस्तो हुन्छ त्यो त हामीलाई थाहा छैन अब यहीँ खाइयो मिठो लाग्यो PEACE भनौँ न बाँकी अब तपाईँहरू पनि आएर यस ठाउँमा आएर खाएर प्रतिक्रिया दिनु होला हस् त धन्यवाद अनि यता सरलाई कस्तो लाग्यो खाना एकदम मिठो थियो खाना त्यो हो झाडे कि साँच्चै साँच्चै एकदम मिठो खाना है उता लखन सरलाई आएर खान सक्नुहुन्छ जेउस यहाँको प्राइस अनुसार ठिकै हो संसार ओनरले चाहिँ जेउस कस्टमरहरूलाई मिठो खुलाम थोरै खुलाम मिठो खुलाम भन्नुभयो मिठो खुलाउनु भयो अब यसो आएर खाएको मान्छेहरूलाई अब निराश बनाएर पठाउनु भएन उहाँहरूले खुसी बनाएर पठाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद ल खाना मिठो लाग्यो है एकदम मिठो खुलाउनु हो फेरि फेरि आउँदाखेरि अब आइन्छ ल हामी चाहिँ यहाँदेखि खानपिन भयो टक्क यहाँको यहीँ सुरु भयो त हाम्रो फेरि है ल टक्क ल खाना चाहिँ यो मिठो थियो जाडोले गर्दा नि होला ल अब फेरि हिँडाइ सुरु यहाँदेखि अझै 5 घन्टा 4 घन्टा जति लाग्छ अरे अब यहाँदेखि चस्मा कसको तिम्रो कुनवाला मेरो डौटा लग्यो लक्ष्य सेतो त तिम्रोवाला के खै त्यो त मैले कहाँ तिमीले कहाँ लाग्थ्यौ र मलाई दिएकै छैनौ त्यो अनि त्यो दिएकै छैनौ मलाई अनि कहाँ दियो चस्मा ल होइन नि ल ठ्याक्क अहिले चाहिँ हामी चुचुम्ले भन्नेमा है चुचुम्ले ठ्याक्कै ल यहाँ यो ठाउँमा नि रहेछ होटेल ल के सिकार गरेर पठाउने सिकार गर्ने क्याम्प फायर गर्ने ओला ज्याकेट त हाम्रो जमिन बिचको अलि छोटो छ कस्तो भइरहेको त नि अहिलेको हिँडाइ ओहो हिँडे त डह्रो हिँडे जस्तो छ त यो जुत्ता चाहिँ बवाल छ है कहाँ अमेरिका टिकाको जुत्ता है यो चाहिँ तल 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 किन तल 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 किन ल है त आमा के हेर्नु त यो
रुखहरू हेर्नु चाहिँ ल हामी चाहिँ ठ्याक्क अहिले देउराली भ्यू पोइन्टमा छौँ है त है अझै जानुपर्ने रहेछ यार हामी त हामी भर्खर यहाँ देउराली भ्यू पोइन्टमा छ है देउराली यहाँ छ भने चाहिँ यहाँ माथि जानुपर्ने रहेछ जानुपर्ने ल एकछिन बसेर गइन्छ होला अब ओहो यहाँ त हेर्नु त लालीगुँरास एकछिन ट्याक्क यहाँ बसेर पानी सानी खाएर अनि ट्याक्क हिँड्नुपर्ने हुन्छ है हामीले ल ट्याक्क हामी चाहिँ देउराली चिया पसलमा आइपुग्यो है भर्खर अब यहाँदेखि अझै लाग्छ होला 40-50 मिनट जति लाग्छ कि यहाँदेखि ल अब अरू चाहिँ अब हामी बाटोमा गएपछि देउराली चिया घरमा आयो चाहिँ यहाँ खतरा रहेछ यो रुख चाहिँ ल अब अरू चाहिँ माथि गएर भेटौँला है त्यसलाई बाइक ल हामी चाहिँ यहाँ के हो देउराली हिलमा आइपुग्यो है सबले खाता साता लिएर झुन्डाउने रहेछ अब हामीलाई थाहै भएन अब अर्कोचोटि नेक्स्ट टाइम आउँदा चाहिँ लिएर आउनु पर्ला अहिले चाहिँ थाहा भएन अब के 45 मिनट है अब न्यू डेस्टिनेसन हामी चाहिँ यहाँ भर्खर रेस क्याम्पमा आइपुगेँ है भर्खर ल यस्तो टक्क भर्खर हुसु लगाइसक्यो केही देखाएन भोलि बिहान देखिन्छ होला भ्यू अहिले चाहिँ केही देखाएन
₹100 को बानीलाई 100 रुपियाँ भन्न त पाइयो नि त। दिक्कल्ल भनिदियो कि त्यो कुरा 100 रुपियाँको बानीलाई 100 रुपियाँ भन्न पाइयो त पाइएन त मलाई। घन्टीमा बोट सिधै त्रिभुज हो त। लाउँदा खाऊ त यति राख। स्कुल भन्ने मान्छेले के त्रिभुज। रेस्टुरेन्टमा खाऊ न खाऊ छिटो। ओहो हिँड्न बाइक आउँछ रे हिँड्न न तल गाउँसम्म आउँछ रे त्यहाँ चाहिँ 1 घन्टामा कहाँबाट आउँछ रे त बाइक फेरि पोखराबाटै आउँछ रे फेरि जान्न त फर्केर आछि त्यस्तो बाइक आउनेहरूले मान्छेहरू किन त्यस्तै हिँड्ने त ट्रेकिङ भनेकै त्यही हो त हिँड्ने त्यही त नि भन्नु त्यहाँ त नि बाइकमा आएको त को थियो त नि त्यहाँ बाइकै थिएन तिमीहरूसँग कुरा गरेर सकेन मैले ल डरा हाँस्छ त बाबु ल अहिले चाहिँ खत्रै चिसो हुन थाल्यो है जति जति माथि चढ्दै गयो त्यति त्यति चिसो जाडो बढ्दै गयो है त है ल अब यहाँदेखि बल्ल 30 मिनट जति लाग्छ भन्थ्यो तल दाइहरूले चिसो चाहिँ खत्रै बढ्दै गयो है त हुस्सो लागेको यता चाहिँ आगो लागिरहेको कि आगो लाग्यो यस्तो होइन पुरै कालो यार आगो लागेको हो कि आगो लगाइदिएको कि के हो यस्तो पुरै कालै त्यो माथि टपमा होला जाने अझै ओहो हिमाल खोइ खुलेको हेरेर भर्खर होइन नै ल भर्खरै आहा ओइगल भाइ हामी चाहिँ आइयो है त्यहाँ हिमालको छेउमा ट्याक्क पाराले ओ हिमाल हेर्न आऊ केटा हिमाल आहा खुल्दै गयो त्यहाँ भर्खर हेरेर यस्तो मजाले खोल्दो रहेछ यार भर्खर कुहिरो थियो भर्खर खोल्यो यार आहा यार धेरै होइन अब 40 मिनट पछि हो 40 मिनट पछि हामी खुमे डाँडा पुग्न सफल हुनेछौँ त्यसपछि देखाउँछौँ हामी हिमाल धेरै नै माथि माथितिर घाम लाग्छ लन खै फुटबल निकाल नि त ओ भलिबल बास्केटबल फालामा ढुका यस्तै बस है त्यहीँ बस है यता भर्खरको भर खुल्दो रहेछ के भए पनि त यहाँ माथि पुग्नु पर्ने थियो डाँडामा हामी यहाँ माथि भ्यू त भर्खर खोलियो भर्खरको भर्खर हिमाल देखिन्छ भर्खर खोलिन्छ के हो आहा त्यो भिडियो कट गरेर बनाऊ है हामी चाहिँ यहाँ तलटी आएको यार त्यहाँ माथि जानुपर्छ थैट
हारी उकालो हेरौँ त यहाँ तल देखाएको जति माथि चढ्यो त्यति राम्रो भ्यू देखिँदै गयो है त ओहो हिमालयले देखिन थाल्यो आमा हेरौँ त बाटो उकालो ओहो इगल खै स्ट्यान्डले त धरो उकालो हिँड्नु परिरहेको त है अहिले चाहिँ त्यहाँ हेर्छौँ त उकालो त्यहाँ तलदेखि ओहो त्यहाँ माथि त्यो माथि टुप्पामा पुग्नुपर्छ त्यहाँ हिमाल हेरौँ त है उकालो त आइपुग्नु लागेको बेला त उल्टा उकालो है यो हेरौँ त यो हल जस्तो लाग्यो स्ट्यान्ड आहा कस्तो खतरा देखिने नि यहाँबाट उकालो हेरौँ त अझै आउँदैन त यार आउँछ कि भने हिँड्ने आउँदैन त यार हेर्नु त यो के भन् ओहो इन्द्रेनीला ट्याक्क यता हेर न हेरौँ त यहाँ भ्यू कस्तो फिल भइरहेको त नि हिँड्न गाह्रो भयो नि रमाइलो भइरहेको छ त भ्यू हेर्दा यस्तो यो माथिको के यो तल हुन्छ नि यो त ट्याक्क हामी चाहिँ हजुर
यही त होला नि होइन के हो अझै अझै माथि होला हेरौँ त बाटोहरू सब तल ल है त ल फाइनली आइपुग्यो जस्तो लाग्यो है आइपुग्न लाग्यो जस्तो लाग्यो यहाँबाट तल अब हामी आनन्द केटाहरू खै ल गाई चरो कस्तो अनुभव भइरहेको छ गाई चरोलाई यो भेरी एक्साइटेड है ल फिलिङ्स एकदम एक्साइटेड फिल भइरहेको छ त्यहीँमा 45 मिनट लिएको छ हेरौँ त्यहीँमा 45 मिनट लिएको छ होइन हिँड्ने नहिँड्ने मान्छेलाई त यहाँ पनि के अझै पुरानो बाटो यो होला यो हिमालको छेउबाट टक्कै ल ठ्याक्क हामी भर्खर अहिले चाहिँ फाइनल्ली कुमाई हिलमा आइपुग्यो है त गाई चरो भर्खर कुमाई डाँडामा आइपुग्यो ल यो फाइनल्ली 6-7 घन्टाको हिँडाइपछि हामी आइपुग्यो है त है ओहो या ओहो ल अब एकछिन रेस्ट गरेपछि अनि ट्याक्क भेट्ने समय त है ल एकछिनमा ल